बेहोस नै हुने टाइपले प्रेसरले हाने रहेछ। तर भगवानको हैन कृपाले एकदम अहिले सकुशल छ। अलिकति नरमाइलो लाग्यो बिकज हैन अब बुवा 1 वर्ष 2 वर्षमा त उनीहरूलाई केही पनि छैन। यहाँ सङ्घर्ष गर्नुपर्छ कि हैन, सङ्घर्ष गर्नुपर्छ। अब मङ्गले भन्छ हैन दसैँ हाम्रो होइन भनेर भन्छ हैन, तर पहिला हाम्रो पुर्खाहरूलाई चाहिँ हैन बाहुन क्षेत्रीले मारेर साथसाथै अनि त्यसपछि वेलकम ब्याक टु माई न्यू अनदर ब्लग खोटाङ्गे ब्लगमा चाहिँ तपाईँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। आजको विशेष चाहिँ र एउटा कुरा चाहिँ हैन जस्तै म मेरो ब्लगको सुरुवातमै म तपाईँहरूलाई भनिदिन्छु कि हैन हामी अब एउटा परदेशीको एउटा एकदमै हैन त्यो टाइपको हुन्छ नि, सबैजनाले मान्छेलाई अलिकति मलाई नै है परिवारसँग बस्न पाएँ हैन, परिवारसँग दसैँ तिहार अन्य चिजहरू मनाउन पाएँ, कति रमाइलो हुन्थ्यो भन्ने सबैको एउटा ऊ हुन्छ क्या। यसपालिको दसैँमा मैले धेरै त्यो चिजहरू धेरै मिस गरेँ क्या। इभन हैन अब मेरो आफ्नै परिवार हैन, मतलब मेरो बुढी मेरो छोरा हैन, अनि त्यसमाथि अझै धेरै ऊ लागेको चाहिँ हैन दसैँको बिचमा सडनली हैन बुवालाई चाहिँ र प्रेसरले हल्का भन्दाले अब त्योभन्दा बेहोस नै हुने टाइपले प्रेसरले हाने रहेछ। तर भगवानको हैन कृपाले एकदम अहिले सकुशल छ। अलिकति नरमाइलो लाग्यो बिकज हैन अब बुवा जुन मान्ने बेलुका त्यसरी चाहिँ र प्रेसरले हान्दाखेरि बिमार हुँदाखेरिमा त्यो बेलामा कसलाई नराम्रो लाग्छ र हैन। अनि म यहाँबाट कल गरेँ हैन, कल गर्दाखेरि त्यो बेलुका मान्ने बेलुका त मेरो घरमा फेरि मोबाइल फोन पनि छैन कि, किनकि म एकदमै मिडल क्लास फ्यामिलीबाट बिलोङ्स गर्छु हैन। नेपालमा हामी प्रायः सबै साथीहरू मिडल क्लासमै हुन्छ, कोही पनि हाई क्वालिटीको कोही पनि हुँदैन। जो परदेश आउनु हामी भनेको सबै मिडल क्लासबाट नै हैन बिलोङ गर्छौँ। मलाई जहाँसम्म लाग्छ अब यहाँ बसेर हैन 1 वर्ष 2 वर्षमा त उनीहरूलाई केही पनि छैन। यहाँ सङ्घर्ष गर्नुपर्छ कि सङ्घर्ष गर्नुपर्छ, रात दिन खटेर होस् या के गरेर होस् आफ्नो परिवारलाई राम्रोसँग राख्ने सबैको त्यो इच्छा चाहना हुन्छ हैन। अनि बाइ द वे यो दसैँ खासमा अब मङ्गले भन्छ हैन दसैँ हाम्रो होइन भनेर भन्छ हैन, तर पहिला हाम्रो पुर्खाहरूलाई चाहिँ हैन बाहुन क्षेत्रीले मारेर चाहिँ र यो उसको बारेमा काटेर चाहिँ र रगत चाहिँ र उनीहरूले यो दसैँमा चाहिँ र निधारमा लाउने गर्नुहुन्छ भन्दो रहेछ हैन। त्यो बारेमा म नि अब धेरै मैले पढेको पनि छैन, सुनेको पनि छैन। त्यही भएर तर खास दसैँ भनेको एज अ हामी चाइल्ड उमेरमा नै एकदमै रमाइलो लाग्दो रहेछ न। त्यो बेलामा अब बुवाले हैन कहाँबाट कसरी हैन मतलब कति दुःख गरेर हामीलाई दसैँमा चाहिँ र अलिकति हैन नयाँ लुगा, गाउँमा त अब नयाँ लुगा भन्ने बित्तिकै हैन ब्रान्ड कस्तो त्यो थाहा हुँदैन क्या है, ब्रान्ड कस्तो कुन ब्रान्डको लुगा हो के हो कस्तो त्यो थाहा हुँदैन। कतिपय मैले देखेको गाउँमा एकै कलरको लुगा बुवाहरू गएर हैन सबै बुवाहरू गएर चाहिँ ल्याउने गर्थ्यो हैन। अनि त्यो दसैँको उसमा ल्याउने गर्थ्यो, तर बिहाइन्ड द दुःख कति हुन्छ हैन त्यो थाहा हुँदैन क्या है। अब त्यो बेलामा थाहा हुँदैन थियो, तर यो बेलामा त प्रशस्तै थाहा छ नि त। बट हैन अब हामी जति परदेश नै गरे पनि खाडी मुलुकमा हैन 50-60 हजार भन्दा माथि हाम्रो कमाइ पनि हुँदैन हैन। र त्यो चाहिँ रेगुलरी हैन हर महिना आउने भएर त्यसले अलिकति हैन परिवारलाई चाहिँ एफोर्ड गर्न सकिन्छ।
त्यतिले पनि होइन अब दुई फ्यामिली भएपछि त्यतिले पनि अलिकति अलिक गाह्रो पुग्छ होइन। अब गाउँमा के थाहा होइन, अब बुवा मम्मी होइन अब के कस्तो उसमा होइन सङ्घर्षमा स्ट्रगल गरिराख्नु भएको छ होइन। स्ट्रगल त पहिल्यैदेखि मेरो बुवा मम्मीहरूको एकदमै होइन हाई टेन्सन क्वालिटीको त्यो दुःख हुन्छ नि त, त्यस्तोबाट चाहिँ र होइन हामी स्ट्रगल गर्दै आएको होइन। राम्रो मुकाममा त अझै पहुँच्न बाँकी नै छ। अब त्यो ठाउँमा पुगिन्छ या पुगिँदैन होइन, त्यो समयले बताउँछ। एज वेल अब मान्छे जतिकै हाँसे पनि जतिकै खेले पनि एकदमै लाग्छ क्या, एकदमै त्यो भन्छ नि रिग्रेट लाग्छ क्या। बिहाइन्ड द सिनहरूलाई मुमेन्टहरूलाई सम्झेर एकदमै रिग्रेट लाग्छ कि म यसरी हाँस्नु पर्ने मान्छे होइन त्यो लाग्छ कि। र पनि कुनैको होइन कुनै साथीहरूको कुराले गर्दाखेरिमा त्यो बिहाइन्ड द मुमेन्टलाई हामीले बिर्सिने बाध्य पनि गर्छ। तर कहिलेकाहीँ त्यो गर्नु पनि पर्छ, बिकज अफ द जहिले पनि त्यही मुमेन्टलाई मात्र सम्झिँदै गयो भने फ्रस्ट्रेसन पनि हुन्छ, त्यो पनि याद छ। अनि बाँकी रह्यो मैले अघिकै कुरालाई जोडेँ होइन। अनि दसैँ भनेको हामी बालापनमा एकदमै राम्रो लाग्थ्यो होइन। अनि अब जब हामी कमाउने लाउने खुवाउने उमेर भएपछि होइन अब बिहे पनि गरियो होइन। बिहे गरेपछि अब अझै धेरै जिम्मेवारी अझै धेरै बढ्दो रहेछ। अनि यो पालिको दसैँमा चाहिँ होइन घरमा मान्ने बेलुका त कल गर्न सकिनँ। त्यसको भोलिपल्ट कल गर्दाखेरिमा बुवा बिरामी रहेछन्। मैले करिबन मैले होइन 50 मिनट समथिङ कुरा गरियो होइन, कुरा गरियो। तर दुःख लाग्छ होइन। अब त्यो मान्ने बेलुका कल गर्न नपाउँदाखेरिमा एकदमै दुःख लाग्ने, एकदमै दुःख लाग्ने। अब यहाँबाट पनि काम साह्रो गयो के गयो भनेर होइन हात उ गर्नु नपाउने होइन, सघाउनु नपाउने। जे जस्तै भए पनि आफ्नो बुवा मम्मी भनेको आफ्नै बुवा मम्मी हो। सबैले आफ्नो बुवा मम्मीलाई माया गरिन्छ होइन। तर हामी परदेशीको माया भनेको चाहिँ र होइन आउने बेलामा सरर प्लेनमा आइन्छ होइन, जाने बेलामा न त त्यही प्लेनमै फर्किन्छ या न त्यही प्लेनभित्र नै भएको छ। त्यसलाई र कसको कसलाई के थाहा होइन। अनि म एकदमै फ्रस्ट्रेट पनि छु होइन, एकदमै रमाइलो पनि गर्छु। रमाइलो त्यो टाइपले पनि होइन, खिचेर रमाइलो गर्छु अनि त्यो टाइपले पनि त्यो मेरो बिहाइन्ड द मुमेन्टहरूलाई सम्झेर होइन त्यो चिजले म धेरै रमाइलो स्ट्रगल पनि गर्छु। कहिले कसको कुरा सुन्नुपर्छ, कहिले के कुरा सुन्नुपर्छ। अब व्यवहारमा अलिकति गडबड भएपछि होइन परिवारमा पनि कहिलेकाहीँ त्यस्तो झगडालुपन त्यो आउँछ कि होइन। अब जस्तै त्यो मिलेन भन्नुहुन्छ, बिकज द इफोर्टै गर्न सकिँदैन होइन। मेन पहिलो कुरा त अब ऋणलाई उ गर्नै सकिँदैन। अब जान्छ दसैँ आउँदाखेरिमा अब घरमा पनि अलिकति यता पनि अलिकति होइन, अनि साउलाई पनि अलिकति गर्दा त झन् साह्रो एकदमै हुने क्या। तर साउले अब दसैँ आछ उनीहरूले पनि दसैँ मनाओस् भन्ने त्यो चाहँदैन होइन। एकदमै अब चाहन्छन्, सबै मान्छेले चाहन्छन् कि मतलब सबै अब मेरो पैसा पाइदियोस्, मेरो पैसा दिइदियोस् भन्ने त्यो मात्रै चाहन्छ क्या होइन। तर म चाहिँ र एकदमै रिग्रेट लागेको चाहिँ के भने हामी नेपाली चाहिँ मभन्दा होइन कतिपय साथीहरू कैयौँदेखि नै होइन कैयौँ वर्षदेखि नै विदेशिनु भएको सबै साथीहरूले यही सोध्छन् कि कतिवटा वर्ष चाहिँ होइन वर्षको दसैँ औँसी तिहार चाहिँ होइन हामीले मनाउन पाउँदैनौँ भन्ने यही सोध्छन् क्या होइन जस्तो लाग्छ। मैले त अब विदेशी करिबन
अब 8% गयो भने पनि हुन्छ होइन। र पनि 2-4 वर्ष ग्यापमा होइन दुई ठाउँमा गइयो तर त्यति राम्रो कस्तो हुन्छ भने राम्रो गर्न सकियो है। ओके गाइज, आज चाहिँ र जस्ट लाइक होइन आफ्नो मनको फ्रस्ट्रेटहरू चाहिँ तपाईँहरूमा सेयर गरिरहेको छु होइन। के कस्तो लाग्छ होइन तपाईँहरूले पनि होइन हेरेर होइन फुल हेरिदिनु होला है, फुल हेरेर अनि त्यसपछि सेयर गरिदिनु होला होइन, सब्सक्राइब पनि गरिदिनु होला। बिकज होइन म नि यो बाटो होइन ठुलो मान्छे त के होला होइन के बन्न सकेन, र पनि हजुरहरूको माया हजुरहरूलाई मेरो माया पक्कै लाग्छ भने यो भिडियोलाई सेयर गरेर च्यानललाई सब्सक्राइब पनि गरिदिनुहुन्छ भने धेरै आशा गरेको छु सबैलाई। लसमला जोडी फेरि पनि सेवारो सेमुना तथा बाई बाई।